स्वागत छ यहाँ सबैलाई हाम्रो भिडियोमा। आज हामी जाँदैछौँ सिक्लेस गाउँ, पोखराको कास्की जिल्लामा रहेको सिक्लेस गाउँ, जो यहाँबाट हामी देख्न सक्छौँ। त्यसपछि हाम्रो यात्रा भनेको सिक्लेसबाट मार्दी अथवा कोरी जाने हाम्रो योजना रहेको छ। हामी अरू पनि जानकारीहरू दिँदै गर्छौँ। हामी चाहिँ अहिले आइसकेका छौँ सिक्लेसमा। यहाँ चाहिँ यहाँहरूलाई सिक्लेसमा हार्दिक स्वागत छ भनेर लेखिएको छ। भने यतापट्टि अर्को तपाईँहरूलाई पछाडिको दृश्य पनि देखाउँछु। र यो रहेको छ सिक्लेस गाउँ। यो चाहिँ त्यसपछि यतापट्टि हिमालहरू पनि हामीले देख्नुपर्ने। आज मौसम खराब भएकोले गर्दा हामी देख्न सकेनौँ। ल हामी अहिले सिक्लेसको होटल गुरुङ कटेजमा बस्दैछौँ। यहाँ चाहिँ गुराँसको रुख र यो हामी बस्ने होटल। जाउँ न, हेर न त्यहाँ रुमसुम हेर यता। त्यसपछि यतापट्टि हाम्रो यहाँ रुमको टुर पनि म तपाईँहरूलाई देखाउँछु। हामीको यो सुविधा चाहिँ ठिकै छ, राम्रै छ। ल यिनी चाहिँ यहाँ होटलका कामदार कोठा देखाउँछु भन्दै अगाडि लगाछन्। के देखाउँछन् हेरौँ अब। ल पोको पारेर राख्छौ त नि। हाम्रो यो कतिको कोठा कति पर्छ यो कोठामा बस्नको लागि? बत्ती बाल्न पऱ्यो। अघि यो म आएर सुतेर यहाँ युज गरे जस्तो म आएर सुतेको अघि। अनि कोठा यति मात्रै हो। यो कोठाको यहाँ पर्छ खाना सहित 1200 रुपियाँ भनेको ठिकै पनि हो। र अब ल यति नै हो। मेहनत धेरै रहेछ है। बल्ल धागो निकाल्ने अनि यस्तो मिस्नु धागो यो गुरु हारेर गुरु डेसमा लगाउँछ नि भाङ्रा, त्यो यो हो। अनि कोही को त त्यो सेतो त्यो बजारको लगाउँछ नि, त्यो बजारको धागो मात्रै। यो भनेको यसमा बजारको धागो त लगाउनु भएकै छैन? छ नि, लगाउनु भएको छ। एउटा यो पाठाको अब यो सिस्नुको भयो हो कि माथिको, यो सिस्नुको भयो हो कि। अब यसरी उठ्दाखेरि यी बजारको धागो आयो हो कि। हो यसरी मिसाएर गर्छ। अनि यो पो मात्रै यो र यो त सानो यो बाबु जत्रोहरूको हो। यो भाङ्रा ठुलो मान्छेको 10,000 गर्छ। यो सिस्नुको मात्रै हो। मुस्नु भाङ्रा 10,000 गर्छ। यो भाङ्रा भन्ने बनाउनु भएको 12,000 गर्छ। त्यही त मेहनत पनि त 10,000कै जस्तो रहेछ त फेरि। अनि त्यो त्यति धागो त्यति बनाएर मैले हुन्न। फेरि त्यो चर्खामा घुमाउनु पर्छ फेरि। अनि चर्खामा घुमेर फेरि हालो छोड्यो। गुड मर्निङ फ्रम सिक्लेस। आज कोरी ट्रेकको पहिलो सुरुवात यहाँबाट हुँदैछ। नाउ वी आर हेडिङ टुवर्ड्स कोरी। ल यो चाहिँ कोइलाको पुल रहेछ। यो त काठको पो डेन्जर रहेछ है। ल यता विष्णु छन्।
सो हामी अहिले कोरी ट्रेकमा छौँ। हामी अहिले सा अनि जाँदैछौँ। अहिले समय भने 10 बज्न 15 मिनट लागेको छ र ब्याकग्राउन्डमा यो बाटो हामी अगाडि जाँदैछौँ सिलगढी लिएर। त्यही नै ल हामी अहिले बाटोमै छौँ सिक्लेसु यहाँबाट। ल अहिले हामी कोरी ट्रेकको बिचमा छौँ। यहाँको भ्यू चाहिँ यस्तो छ। 2 जना मात्रै आएको हामी अनि यतापट्टि अब हामी जाने बाटो भनेको यतापट्टि हो। यहाँ विष्णु भन्दछन् हिँड्न नसकेर यिनको हालत खराब भइरहेछ। हेलो गाइस। ल त्यही नै हो। पानी आइरहेर हामीले रेनकोट पनि लगाएर गएका छौँ। नेचर चाहिँ यस्तो छ यहाँको भ्यू भनेको। यो चाहिँ कोरी पुग्नै लाग्दाको भ्यू। यतापट्टि माछा पुछ्रे छ। यो सायद अन्नपूर्ण होला। अब यतापट्टि हामी जाँदैछौँ के हो माथि गएर थाहा होला। अनि यो सबै चाहिँ जङ्गल सबै गुराँस फुलेको पनि रहेछ। बाटो चाहिँ सजिलो छ तर लामो छ। यस्तरी बोर्डहरू पनि बाटोमा सबैतिर राखिया छ। यो पनि एउटा सुविधा नै हो। कोरी माथि सिक्लेस भनेको तल। ल यो चाहिँ माथि जाँदै गर्दाको भ्यू। यो यहाँबाट अब धेरै टाढा छैन होला। यताबाट हामी आएको भयो। भ्यू यो चाहिँ गोठै चाहिँ यहाँ कोही पनि छैन अहिले। र यही नै हो। कोरी आउन लाग्यो। कोरीको चाहिँ यता टपबाट भ्यूहरू अब सबै डाँडाहरूभन्दा माथि आइयो। बाँकी हिमालभन्दा यतापट्टि माछा पुछ्रे छ। अनि अब यतापट्टि के नै हो यो अन्नपूर्ण भनेको सुनेको हामीले पनि तल। एक्ज्याक्टली के हो भन्ने कुरा खासै थाहा छैन। तल सबै लालीगुराँस छ। लगभग हिजो हामी पोखराबाट 3 घन्टामा सिक्लेस, त्यसपछि सिक्लेसबाट आज बिहान 6:30 बजे ट्रेक सुरु गरेर हामी अहिले 5:30 भइसकेको छ। यहाँ अझै हामी पुगेका छैनौँ भनेपछि 11 घन्टा करिब हुन लाग्छ। ल बिस्तारै आऊ न। अनि यो चाहिँ अल ओभर भ्यू भनेको यो छ। अरू बाँकी चाहिँ म कोरी गएर अपडेट गराउँछु। सो 12 घन्टाको रेगुलर ट्रेक पछि हामी अब यहाँबाट कोरीले हामीलाई स्वागत गरे जस्तो लाग्यो। सबैलाई कोरीबाट वेलकम छ। हामी बसेको नमस्ते गेस्ट हाउस यहाँ छ। यतापट्टि होटल आइसफल भन्ने रहेछ। अनि कोरीको चाहिँ 360 भ्यू हेर्दाखेरि यति नै हो।
यतापट्टि हिमाल छ। यो फुलहरू पनि फुलेको बेलामा चाहिँ आउन पाएँ एकदम राम्रो हो। हिमाल हेर्न आउनेको लागि एकदम वर्थ इट माने मैले चाहिँ। अब सबैको आफ्नो आफ्नो म जाँदैछु माथि। ल माथि गएर भ्यू फेरि देखाउँछु है त। ल कोरीमा चाहिँ लास्टै चिसो छ अहिले। यहाँ चाहिँ अस्तिदेखि परेको आइस पनि पुरै जमेर बसेर। ल म जाँदैछु हिमालको नजिकै गेट अफ साइड। सो दिस इज द टप अफ कोरी ट्रेक। यहाँबाट माथि चाहिँ जाने ठाउँ छैन जस्तो लाग्यो। यो चाहिँ टप भयो। दिस इज अन्नपूर्ण, दिस इज माछापुच्छ्रे। यतापट्टि यो नै भइहाल्यो। यतापट्टि होमस्टेहरू बस्ने ठाउँ छ। सो टोटल यही नै हो। ल हामी चाहिँ कोरी ट्रेकबाट फर्केर यहाँ तलपट्टि यो हाइड्रो पावर भएको ठाउँमा चाहिँ आइसक्यो। यो पुलबाट फेरि माथि निस्केपछि लगभग 1.5 घन्टा जति उकालो निस्केपछि सिक्लेस पुगिन्छ। त्यही नै हो। ल यो चाहिँ माथि हिमालबाट बगेर आएको हामी चाहिँ अहिले कोरीबाट बिहानको 9:30 बजेतिर हिँडेर अहिले 4:30 बजे भनेपछि 7 घन्टाको रेगुलर ट्रेकपछि फेरि हामी सिक्लेस आइपुगेका छौँ। अब यहाँबाट हाम्रो ट्रेकिङ सकियो। अब यहाँबाट 5 मिनटमा हामी सिक्लेस गाउँ पुगिन्छ। बाटैभरि पैसोले चाहिँ जति खाए पनि फ्री छ। यहाँ अलिक कम रहेछ बाटो मान्छे। हामी ट्रेकको अन्त्यतिर आइसक्यौँ। यताबाट तल जानुभयो भने कोरी। यहाँबाट लगभग 18 घन्टा हिँडेर 18 घन्टा हिँड्यो भने पुगेर आउन सकिँदैन रहेछ। हामीलाई लागेको समय चाहिँ हिजोको 12 घन्टा र आजको 7 घन्टा गर्दाखेरि 19 घन्टा भएछ टोटल। यस्तो बोर्डहरू पनि बाटैभरि छ। अनि लोकेसन चाहिँ कन्फ्युज हुने खालको त्यस्तो केही पनि छैन। यहाँ चाहिँ यो बोर्ड छ, यसमा लेखेको तानतिङ यहाँबाट तल यताबाट हो। यो बाटो हिँड्यो भने 3 घन्टा भनेर यहाँ लेखेको छ। त्यही नै हो। अब यहाँबाट अगाडि हामी बाइकमा जान्छौँ सिक्लेससम्म। पोखराबाट सिक्लेस आउन गाडी आउने बाटो छ। बाइकहरू पनि ल्याउन सकिन्छ। र यति भन्दै यो ट्रेकको भिडियो यहीँ